स्वागत छ हाम्रो यस भिडियोमा आज के ल्याएको छु भने चाहिँ एसएमसी एप जुन चाहिँ मैले पहिला नै भनिरहेको थिएँ 2-3 महिना पहिला नै ल्याएको छु। एसएमसी एप धेरै राम्रो छ, प्लेटफर्म धेरै राम्रो छ, तपाईले लगानी गर्नुस्, महिनाको पैसा खानुस्, सेलेरी खानुस् भनेको थिएँ। अब मैले मेरो हेर्दाखेरि हेर्नुस्, मेरो भनेको औपचारिक पर्यवेक्षक छ, मैले भनेको 10,000 लगानी लागेको छ हैन। मैले जब 10,000 लगानी लागेको छु, कमिसन वालेट भनेको 16,674 रुपैयाँ अझै छ। मेन वालेट हेर्न सक्नुहुन्छ कति छ 185 छ। एस्टरडे इन्कम कति 940 छ। टुडे इन्कम कति छ 610 छ। टोटल इन्कम कति छ 97,510 छ है। अब यसमा मेरो महिनाको सेलेरी कहाँ छ, पोजिसन सेलेरीमा हेर्नुस्। पोजिसन सेलेरीमा मेरो महिनाको कति 28,854 रुपैयाँ छ। यो भनेको 7-8 महिना भइसकेको छ। यो भनेको नेपालमा अझै 3 वर्षसम्म चल्छ। तपाईले प्रत्येक दिन मजाले पैसा कमाउन सक्नुहुन्छ। तपाईले लगानी कसरी गर्ने र एप्स पहिला कसरी खोल्ने भनेर म जानकारी गर्न गइरहेको छु। त्यो भन्दा पहिले भिडियो हेर्नुस्, कसरी पहिला एप्स क्रिएट गर्ने खोल्ने, त्यसपछि कसरी तपाई एसएमसी एपको सदस्य हुने त है। अब तपाईको यो पहिला म लगआउट गर्छु मेरो आइडी है। म तपाईलाई सिकाउन गइरहेको छु कसरी खोल्ने भनेर। अब तपाईको म चाहिँ मेरो यो भिडियोको कमेन्टमा है, यो भिडियोको कमेन्टमा लिंक हुन्छ, तल माथि गरेर हेर्न सक्नुहुन्छ। त्यो कमेन्टमा लिंकमा गएर तपाईले यस्तो दाब्दाखेरि तपाईलाई यस्तो फेस आउँछ। अब तपाईले सर्वप्रथम अब यहाँ दर्ता गर्नुस् मा चाहिँ दर्ता गर्नुमा तपाईले फर्स्टमा अब प्रयोगकर्ताको नाम भन्ने ठाउँमा तपाईले फोन नम्बर हान्नुस्। के हान्नुस्? फोन नम्बर हान्नुस्। फोन नम्बर हानेपछि तपाईको अनि अर्को फोन नम्बर हान्नुभयो। फोन नम्बर हानेपछि तपाईले के पासवर्ड भनेछ, तपाईले यो पासवर्ड राख्न सक्नुहुन्छ। तपाईले जे पनि राख्नुहुन्छ, जस्तै मैले DK@2003 राखे, फेरि @ राखे। अब त्यही माथिको पासवर्ड तल के राख्नुपर्छ, सेम राख्नुपर्छ हो कि नै। माथिको पासवर्ड तल सेम राख्नुपर्छ, DK@2003 अनि तपाईको यो निमन्त्रणा कोडमा के राख्ने भने निमन्त्रणा कोडमा तपाईले यहाँ दिएको छ हैन, सफल भने देखाउँछ। लगानी कति गर्ने पहिला यहाँ गृह पृष्ठ छ। गृह पृष्ठमा यस्तो हुन्छ। मैले भनेको 10,000 लगानी छ। कार्यमा यो हुन्छ। कार्य मैले आज कार्य पुरा भइसकेको छ। कार्य पुरा 10 वटा कार्य पनि भिडियो हेर्नुपर्छ। स्तर भनेको के छ मेरो K2 लगाएको छु। K1 लगाएपछि तपाईले दैनिक 5 वटा कार्य हेर्नुपर्छ। K3 लगायो भने दैनिक तपाईले 15 वटा कार्य हेर्नुपर्छ। एउटा भिडियोको कति दिन्छ 76 रुपैयाँ दिन्छ। K4 लगायो भने एउटा भिडियो 190 20 वटा कार्य हेर्न सक्नुहुन्छ। त्यसको लागि कति लाउनुपर्छ तपाईले 1,10,000 लाउनुहुन्छ। अब आम्दानी जाँदाखेरि तपाईले K1 लगायो भने K1 3,000 लगायो भने दैनिक कति 100 रुपैयाँ पाउनुहुन्छ। अनि दैनिक कार्य संख्या कति 5 वटा गर्नुहुन्छ। कार्य प्रति आय कति 20 रुपैयाँ हुन्छ भने मासिक आय कति 3,000 हुन्छ। वर्षमा कति 36,500 हुन्छ है। त्यसो K2 भनेको 9,900 लगाउँदा के रे दैनिक कति 330 रुपैयाँ दिन्छ। कार्य कति 10 वटा हुन्छन्। एउटा कार्य कति 30 रुपैयाँ दिन्छ एक भिडियोको भने महिनाको कति हुन्छ 9,900 हुन्छ। वर्षको 1,20,450 हुन्छ। अर्को K3 लगायो भने कति 33,800 लगायो भने कति हुन्छ, दिनमा चाहिँ 1,140 दिन्छ। 15 वटा भिडियोहरु हेर्नुपर्छ। एक भिडियोको 76 रुपैयाँ हुन्छ। महिनामा 34,200 हुन्छ भने वर्षमा 4,16,100 हुन्छ है। अर्को रहेको छ 1,10,000 भनेपछि कतिवटा दैनिक कति 3800 हुन्छ 3,800। भिडियो 20 वटा हेर्नुहुन्छ, एक भिडियोको 190 दिन्छ भनेपछि हाम्रो मासिक आम्दानी कति हुन्छ 1,14,000 हुन्छ भनेपछि वर्षको 13,87,000 हुन्छ है। यो भयो। अब त्यसको लागि सर्वप्रथम तपाईले के गर्नु पर्यो, सर्वप्रथम तपाईले रिचार्जमा चेप्नु पर्यो। रिचार्जमा चेपिसकेपछि अब रिचार्जमा चेपिसकेपछि सर्वप्रथम रिचार्ज गर्नु पर्यो। रिचार्ज किन देखाएन, रिचार्ज देखाउनु पर्ने हो। रिचार्जमा चेपेर अहिले देखाएको रहेन सर, रिचार्जमा चेपेर तपाईले रिचार्ज गर्न सक्नुहुन्छ। म अर्कोमा गइरहेको छु, अर्कोमा देखाउँछ के रिचार्ज। म धेरै आइडी चलाउँछु। तपाईहरु यस्तो बेला न मौका यस्तो फाइदाहरु नछोड्नु होला। यस्तो फाइदा बेला आउँदैन। तपाईले रिचार्ज गर्दा कति न्यूनतम 3,000 9,000 20,000 जति गर्नु। 3,000 मा क्लिक गरिसकेपछि अथवा 9,900 मा क्लिक गरिसके अहिले नै पुनः भन्नुस् मा जानु पर्यो। त्यसपछि गइसकेपछि कन्टिन्यू ब्राउजर गर्नु पर्यो अथवा तपाईँ रिचार्ज अब मैले पहिला नै थाहा छ भने यसमा क्लिक गरेर तपाईले के गर्नु पर्यो, यो रिचार्ज कोडमा तपाईले के गर्नु पर्यो, रिचार्ज गर्नु पर्यो, पेमेन्ट गर्नु पर्यो है। पेमेन्ट गरिसकेपछि तपाईले के गर्नुपर्छ, त्यो पेमेन्ट गरेको बीचमा चेपेर ब्याक आउने, सिधा यसरी फाल्ने हैन, यसमा ब्याक आउने। ब्याक आएर तपाईले पेमेन्ट गरेको भाउचर चाहिँ तपाईले त्यसमा
हाल्नु अपलोड गर्नुपर्छ। भुक्तानी गरेको छु भनेर तपाईले पेमेन्ट गरेको चाहिँ भिडियो के गर्नुपर्छ अपलोड गर्नुपर्ने हुन्छ है। तपाईले एसएमसी भनेको एकदम बेस्ट आएको छ। तपाईले नेपालमा यस्तो प्लेटफर्म पाउनुहुन्न, पैसा कमाउनलाई यस्तो प्लेटफर्म तपाई मरिगए के गर्नुहुन्न पाउनुहुन्न है। तपाईले यसरी रिचार्ज गर्न सक्नुहुन्छ, नभए तपाईले मलाई मेसेज गर्न सक्नुहुन्छ। म मेसेजमा सिकाउँछु। मेरो मेसेज नम्बर रहेको छ तपाईले यो हो, यसमा मेसेज गर्न सक्नुहुन्छ। कसमा भने चाहिँ यो माथिको नम्बरमा मेसेज गर्नु होला। कुन नम्बर भन्दा यो नम्बरमा 9769443570 मा 97694435 मा यसमा चाहिँ लगानी गर्नै पर्छ। तपाईले जसरी पनि लगानी गर्नु होला, तपाईले पैसा कमाइन्छ। अब यसपछि गएर अरु के छ त, अब तपाईले एकजना लगानी जोड्यो भने यदि तपाईको रेफर टिम विस्तारमा गएर यो कोड दिएर तपाईको यो कोडबाट एकजना लगानी मान्छे जोड्यो भने तपाईले जोडेको मान्छेले 3000 लगानी गर्यो भने तपाईले 700 रुपैयाँ पाउनुहुन्छ। तपाईको मान्छेले जोडेको मान्छेले 9900 अथवा 10000 गर्यो भने तपाईले 3000 पाउनुहुन्छ। तपाईको मान्छेले 33000 लगानी लायो भने तपाईले 10000 पाउनुहुन्छ है। त्यसमा गएर गर्न सक्नुहुन्छ। अब ग्राहक सेवा भने त्यसपछि ग्राहक सेवामा जानु पर्यो। अहिले नै जानुसमा जानु पर्यो। तपाईले डाइरेक्ट गएर यो म्यानेजरको नम्बर हो, डाइरेक्ट गएर तपाईले के गर्नुहुन्छ म्यानेजरसँग कुरा गर्न पनि सक्नुहुन्छ है। यसको म्यानेजर छ, म्यानेजरसँग पनि कुरा